हेलो एभ्रिवान वेलकम ब्याक टु माई मिनी ब्लग आई होप तपाईँहरू सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु। आज चाहिँ हाम्रो आफ्टर एक्सिडेन्ट बडी ट्राभलिङ सन्डे 15 अनि तपाईँहरू चाहिँ के कस्तो हुनुहुन्छ? म पनि एकदम सन्चै छु। यो सोपीले कराएर दिक्क हान्छ होइन। म चाहिँ जिम जान लाग्छु। अब यो चाहिँ आफूलाई घुमाउन लैजा भनेर होला बट म लग्दैन किनभने अहिले त मैले जिम जानु छ भन्ने बित्तिकै म निस्किसकेको थिएँ जिमको लागि। कुशल दाई र राजेश दाईसँग एउटा चाहिँ मोटोबाट बोसो घटाउनलाई र एउटा पातलोबाट मोटो बन्नलाई चाहिँ जिम जान्छन् र म चाहिँ आफ्नो बोडीलाई बब्बाल बनाउनलाई जिम जान्छु किनभने मैले चाहिँ आफ्नो बोडीलाई जति सक्दो रिकभर गर्नु छ होइन भन्ने बित्तिकै हामी पुग्यौँ जिम। देख्न सक्नुहुन्छ तपाईँ फिट 24 फिटनेस तपाईँहरू बनाउन सक्नुहुन्छ होइन। त्यसपछि हामीले गऱ्यो इन्ट्री गर्ने बित्तिकै पुग्यो हाम्रो सुकुनवाला जग्गामा जहाँ चाहिँ एकदमै अलग्गै आनन्द फिल हुन्छ। त्यसपछि मैले कानमा एयरपोर्ट लगाएर चट्ट मैले गरेँ, हात खुट्टा खोलेँ सबै। त्यसपछि मैले गरेँ पुसअप किनभने आज चाहिँ मैले चेस्ट हान्न गइरहेको थिएँ। त्यसैले चाहिँ अनि मैले अप्पर चेस्टको बेन्च प्रेस होइन यहाँ हान्दा किनभने मैले हेभी वेट हान्न सक्ने भएको कारणले चाहिँ मैले यहाँ हानेको होइन किनभने यो चाहिँ हामीले गर्ने ठाउँ। त्यसपछि अनि मैले मिडल चेस्टको बेन्च प्रेस त्यो पनि देख्न सक्नुहुन्छ। त्यसपछि हामीले लोवर चेस्टको बेन्च प्रेस हान्यो यतापट्टिको मेसिनमा यहाँ मजाले हाने अलिक किनभने हात खुट्टा हुनाले अलिक कन्ट्रोल नै हुन सक्दैन कि। त्यसपछि हाने मैले फेरि ट्राइसेप रूपमा बब्बा अलि हान्दा अलि अस्ति हान्दा अलि फिल भएको थियो नि त्यसैले यो हाने। त्यसपछि हाम्रो ओनर दाई लक्ष्मी पन्त दाईले चाहिँ हामीलाई यस्तो हान्यो पनि ट्राइसेपमा बब्बा लाग्छ भाइ भन्ने कारणले चाहिँ यो पनि हाने मैले 3 सेट 15-15 रेप्सको। त्यसपछि यो प्लेट राखेर यो पनि हाने। त्यसपछि यो हाने मस्त हान्ने बित्तिकै मेरो स्टोरेज फुल भयो। त्यसपछि फेरि हामी सिधै निस्क्यौँ घर। म जनक अनि राजेश दाई निस्क्यौँ। कुरा गर्दै थियो हामी मोबाइल खस्यो बाटोमा फेरि समाएर फेरि भिडियो अन गरेर हामी पुरा ऱ्याप स्टाइलको पारामा गर्दै थियौँ। हाँसो मजाक हुन्छ नि त केटाहरू भएपछि हाँसो मजाक गर्दा गर्दै रुम पुगेर चाहिँ मैले कुकुरलाई बाहिर निकालेँ, सुपी डार्लिङलाई बाहिर निकालेँ चाहिँ अब म चाहिँ बसेँ खाना तपाईँहरू देख्न सक्नुहुन्छ। सेक पनि साइडमा छ, मासु चपाएको त यस्तो नुनिलो थियो कि चुडेलीको जस्तै हाँसिरहेको थियो हा 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 गरेर नुनिलो बनाएको थियो के भन्ने अब तेरिका। त्यही पनि खानु पऱ्यो सेकको साइड चट्ट सेक हान्दै चट्ट खानु। अब प्रोटिन त फुल पुगाउनु पऱ्यो। सो ग्यासहरू चाहिँ म खानासाना खाएर पल्टिसकेँ बेडमा। अब होइन अलिक प्रेजेन्टेसनमा बनाउनु थियो त्यो बनाएँ। अलिक बनाइसकेपछि अब अलिक शरीर दुखिरहेको छ यार, कम्मर बेन्चमा बस्यो नि त अलिक गाह्रो भयो। अनि के कस्तो लाग्यो तपाईँहरूलाई मेरो भिडियोमा साथी दाँतमा काटिन्छ के गर्नु के कस्तो लाग्छ मेरो भिडियो तपाईँहरूलाई होइन। अलिक सन्चो त छैन, रुगा खोकीले च्यापेको नै छ होइन। के कस्तो लाग्छ तपाईँहरूलाई मेरो भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्ने बिदा माग्न चाहन्छु। हस्त धन्यवाद। अब भेट्नेछौँ हामी नेक्स्ट डेमा डे 16मा। बाई बाई, लभ यु गाइस।